नमस्कार। शनिबार जन्मिने व्यक्तिहरूको स्वभाव कस्तो हुन्छ भन्ने बारेमा संस्कृतमा यस्तो लेखिएको छ। अकाल प्राप्त जरा प्रवृत्तिर बलो जितो दुर्बल देह यष्टिः तमो गुणी क्रौर्य चया विभूतः शनिर दिने जात जनुर मनुष्य। अर्थात् शनिबार जन्मने व्यक्तिहरू तेजस्वी हुन्छन्, अत्यन्त साहसी हुन्छन्, निडर स्वभावका हुन्छन्, जवानीमा नै शिथिलता भएको अनुभव गर्ने खालका हुन्छन्, सच्चरित्रवान हुन्छन्, उच्च पद प्राप्त गर्ने खालका हुन्छन्, तर केही क्रोधी हुन्छन्, कामुक हुन्छन्, अलिकति खराब प्रवृत्तिबाट आफ्नो आय आर्जन गर्ने खालका हुन्छन्। छिट्टो रिसाउने स्वभाव शनिबार जन्मिने व्यक्तिहरूमा रहेको हुन्छ। शनिबार जन्मिने व्यक्तिहरू सधैँ साहसी हुन्छन्। शनिबार जन्मिने व्यक्तिहरूको सदा सर्वदा जय होस्, मङ्गल होस्, कल्याण होस्।